नमस्ते गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सञ्चारमै हुनुहुन्छ होला। म नि सञ्चारमै छु। आज चाहिँ यसो अहिले बेलुकातिर पशुपतिर आएको छु होइन। पशुपतिर के कस्तो छ तपाईँहरूले देखाउँछु। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला। मैले अस्ति हिजो नि हालेको एउटा भिडियो बौद्धको, त्यो भिडियोलाई नि सबैजनाले हेरिदिनु होला। अनि अहिले चाहिँ म पशुपतिर जाँदैछु होइन। पशुपतिभित्र आइसकेँ अहिले चाहिँ म भित्र। तपाईँहरूलाई अहिले म देखाउँछु बेलुकाको समयमा कस्तो छ भनेर। भिडियोलाई चाहिँ लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला गाइज होइन। म भ्लग चाहिँ बनाउँछु गाइज, सबैजनाले सपोर्ट नै हानिदिनु होला। एउटा मान्छे भ्लग बनाइरहेछ होइन, केही गर्छु भनेर लागिरहेछ भने त्यसलाई साथ सपोर्ट चाहिँ दिनुपर्छ होइन। अहिले चाहिँ यस्तो ठाउँमा आइसकेको छु, हेर्न सक्नुहुन्छ यतापट्टि यस्तो देखिन्छ। चाहिँ म अब पशुपतिभित्र अहिले त जाँदिनँ, त माथितिर जान्छु। त्यहाँ के कस्तो छ तपाईँहरूले देखाउँछु गाइज होइन। च्यानललाई चाहिँ सब्सक्राइब हालिदिनु होला सबैजनाले। अहिले चाहिँ पशुपतिभित्र पनि आइसकेँ म। यस्तो छ यतातिर हेर्न सक्नुहुन्छ, यतातिर बाटो बवाल तरिकाले होइन। बेलुकातिर मान्छेहरू आरती हेर्न नि आइरहेको छन् गाइज। अहिले चाहिँ म चाहिँ आरतिर हिँड्दैछु। अब चाहिँ अहिले उता गएपछि तपाईँहरूलाई म त्यहाँ देखाउँछु कि कस्तो छ भनेर। यहाँ चाहिँ अरू खासै केही छैन गाइज, यस्तै हो। मान्छेहरू अहिले यताबाट दिउँसोतिरको मान्छेहरू घुमेर आउने क्रम जान्छ भने चाहिँ अहिले चाहिँ अब अर्को टोलीहरू चाहिँ आरती हेर्नलाई, बेलुका आरती हेर्नलाई जान्छ होइन। प्रायः जसो आरती हेर्नलाई पनि गइरहेको छन् मान्छेहरू। त्यही हो, सपोर्ट चाहिँ हान्नु पऱ्यो गाइज च्यानललाई होइन। अब रेगुलर भिडियो आउँछ होइन। सब्सक्राइब नै हानिदिनु होला सबैजनाले। म चाहिँ अब युट्युबमा केही गर्ने, युट्युबमा भ्लग हालेर गर्ने सोचिरहेको छु। तपाईँहरूले नि अब सपोर्ट यसो हानिदिनु पऱ्यो सबैजनाले। तपाईँको एउटा लाइक हान्दा मलाई चाहिँ एउटा ठुलो मोटिभेट हुन्छ होइन। एउटा भ्युजले नि, तपाईँको एउटा भ्युजले, एउटा सेयरले गर्दा मलाई हौसला मिल्छ नि त। त्यही भएर सबैजनाले सपोर्ट गरिदिनु होला। चाहिँ माथि गेम खेल्दा हो क्या, गेम खेल्दा केटाहरू थियो। त्यही भएर गाइज सपोर्ट चाहिँ हालिदिनुपर्छ होइन। यहाँ पूजाका सामान पाउने पसलहरूतिर पुगिसक्यो गाइज। बिहान चाहिँ अब पूजा गर्न आउनुहुन्छ भने तपाईँहरू यतातिर पूजाका सामानहरू पाउँछ होइन। एउटा सामानहरू लगेर पूजाको, त्यसपछि भित्र मन्दिर पूजा गरेर जानुपर्छ। अहिले चाहिँ म त्यस्तो गर्दिनँ, पूजाको सामान ल्याइदिनँ, किनभने भित्र अहिले अब बेलुकातिर के पूजा गर्नु होइन। कुनै दिन अर्को दिन चाहिँ म पूजा गरेर पनि तपाईँहरूलाई देखाउँछु अर्को भ्लगमा गाइज। तपाईँहरू होइन अब अर्को कुन ठाउँको चाहिँ म भ्लग बनाउनु तपाईँहरू कमेन्ट गर्नु होइन। त्यही अनुसार त्यही ठाउँ गएर भ्लग बनाउँछु होइन। यता चाहिँ मान्छेहरू यति धेरै छन् हेर्न सक्नुहुन्छ। यतातिर धेरै मान्छेहरू छन् होइन। त्यस्तो छ यहाँ चाहिँ। मान्छेहरू चाहिँ यता धेरै छन्। अब अहिले आरती हेर्ने समय भयो नि त, त्यही भएर आरती हेर्न जाँदैछन् मान्छेहरू। हेर्न सक्नुहुन्छ होइन। मान्छेहरूको चाहिँ अलिअलि भिड छ, उता जाँदैछन्, आरती हेर्न जाँदैछन् यहाँ। चाहिँ हिँडिरहेको छु अब उता माथि गएर देखाउँछु तपाईँहरूलाई। यो चाहिँ जुत्ताहरू यहाँ राखेर भित्र गएका छन् मान्छेहरू। यहाँ जुत्ता चोरिदिन्छन्, त्यस्तो चाहिँ कोही नगरिदिनु होला होइन। मान्छे पूजा गर्नलाई धेरै टाढाबाट आइरहेको हुन्छ गाइज होइन। तर जुत्ताहरू हराउने गर्ने यस्तो चाहिँ गर्नु हुँदैन होइन। यता चाहिँ यस्तो छ हेर्न सक्नुहुन्छ गाइज। चाहिँ अहिले मान्छेहरू यतातिर फर्किरहेको छन् होइन। कोही पूजा गर्नलाई पनि गइरहेछन् अहिले चाहिँ, हेर्न सक्नुहुन्छ तपाईँहरू। यस्तो जग्गा चाहिँ अझै यसरी हिँड्दा चाहिँ त्यही हो। अब चाहिँ हामी माथितिर गएर हेर्छौँ माथितिर कस्तो छ, तपाईँहरूलाई देखाउँछु म। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ सपोर्ट गर्नु होला गाइज। अरू यता चाहिँ खासै केही छैन होइन, यस्तै हो।
मान्छे चलेर उठाउँछ त्यो पनि देखाउँछु म तपाईँहरूलाई यताबाट नि आउनु मिल्छ होइन यो पनि एउटा बाटो अर्को बाटो हो यो चाहिँ अर्को गेट हो अनि चाहिँ सिधै गौशाला मेलाको गेटबाट आएको हो धेरै गेट छ उताबाट नि आउनु मिल्छ कोरालाहरू चाहिँ के हुनाले मान्छे जलाउनलाई हालेर किला थाहा छैन होइन मलाई चाहिँ कोरालहरू पनि ल्याएको रहेछ त यस्तो छ हेर्न सक्नुहुन्छ अहिले चाहिँ अब आरती हुन लाग्यो नि त उता आरतीतिर आरती हेर्नको लागि मान्छेहरू बसिसकेका छन् होइन त्यो पनि तपाईँलाई देखाउँछु यहाँ मान्छे जलाउने ठाउँ चाहिँ यही हो होइन चलाइरहेको छ अहिले चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरू यता पनि छ यता त अलिक भिआइपी जस्तो लाग्छ मलाई चाहिँ यहाँ मान्छेहरू जलाइरहेको छ गाइस होइन यहाँ आरती हेर्ने ठाउँ चाहिँ यहाँ हो मान्छेहरू त्यहाँ भरिसकेको छ अहिले चाहिँ यता चाहिँ हेर्न सक्नुहुन्छ यस्तो छ होइन अब चाहिँ म पहाडतिर जान्छु पहाडतिर के छ म देखाउँछु मान्छेहरू यहाँ होइन पहाडतिर देखाउँछु यहाँ त मृगहरू तिरहरू पनि हुन्छ अहिले माथितिर चाहिँ हुन्छ तलतिर चाहिँ अहिले आउँदैन क्या अलिकति यहाँबाट चाहिँ तल यस्तो देखिन्छ हेर्न सक्नुहुन्छ पहाडतिर के छ म देखाउँछु तपाईँहरूलाई होइन दामी तरिकाले यहाँबाट तल चाहिँ यस्तो देखिन्छ गाइज हेर्न सक्नुहुन्छ पशुपति यस्तो देखिन्छ यहाँ तलबाट चाहिँ यो माथिबाट चाहिँ तल यस्तो देखिन्छ पशुपतिको मेन मन्दिर चाहिँ गाइज हेर्न सक्नुहुन्छ तपाईँहरू यो मेन मन्दिर हो होइन यस्तो देखिन्छ यहाँबाट चाहिँ यस्तो चाहिँ हेर्न सक्नुहुन्छ यो चाहिँ यस्तो छ होइन अरू खासै चाहिँ केही छैन अब म यताबाट तलको भ्यू देखाउँछु तयार हेर्नु होला दामी तरिकाले होइन यस्तो छ यता चाहिँ हेर्न सक्नुहुन्छ यस्तो देखिन्छ तल चाहिँ आरती हेर्नलाई मान्छेहरू बसिरहेको छन् होइन यहाँ चाहिँ मान्छेहरू टक्क यस्तो फोटो तलको फोटोहरू खिचिरहेको छ गाइस म चाहिँ यस्तो हेर्न सक्नुहुन्छ यहाँ छु होइन यतातिर चाहिँ के छ अरू त्यो आउनेहरूलाई देखाउँछु म अरू खासै त्यति छैन हेर्न सक्नुहुन्छ यस्तो छ भित्र मन्दिर भयो यता यो मन्दिर भयो यस्तो छ हेर्न सक्नुहुन्छ यता चाहिँ लगाइ चाहिँ चाहिँ फाइनली म यहाँ माथिबाट हेरि पनि सकेँ होइन अब चाहिँ तलतिर जान्छु तलतिर के कस्तो छ तपाईँहरूलाई देखाउँछु म होइन अरू चाहिँ यता खासै केही छैन यति नै हो यता चाहिँ अब यसो तलतिर जान्छु होइन यहाँ चाहिँ अब क्यामेराबाट फोटोसोटो खिच्ने ठाउँ चाहिँ यहाँनिर हो प्रायः जस्तो काठमाडौँको मान्छेहरू यहाँनिर चाहिँ क्यामेराबाट फोटो खिचेर हुन्छ गाइस होइन सुरुमा होइन म चाहिँ अब सिधै अब तलतिर जान्छु तलतिर के कस्तो छ तपाईँहरूलाई अब देखाउँछु म माथिबाट चाहिँ अहिले मैले देखाइसकेँ यस्तै हो पशुपतिमा चाहिँ अरू केही छैन यो एउटा धार्मिक स्थल हो होइन यहाँ चाहिँ पूजा गर्ने लागि मान्छेहरू बिहानतिर आइरहेको हुन्छ यताबाट जान्छु म चाहिँ टक्क लाएर यहाँ चाहिँ यस्तो छ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ कहिले काहीँ जाडु पनि देखाइरहेको हुन्छ उता माथिनिर तल चाहिँ अब मान्छेहरू आइरहेको हुन्छ होइन यति नै हो अरू चाहिँ खास केही छैन यति नै हो हेर्न सक्नुहुन्छ तपाईँहरू सिडीहरू छैनतिर सिधै अब म तलतिर जान्छु होइन अब चाहिँ अब एकछिनमा आरती स्टार्ट हुन्छ त्यही भएर मान्छेहरू पनि आरती हेर्नको लागि
यहाँ जम्मा भएको हुन्छ गाइज होइन। म तपाईँहरू त्यो पनि देखाउँछु। यो चाहिँ अब के हो, यो नयाँ छ आज यस्तो छ हेर्न सक्नुहुन्छ। यहाँ के भइरहेको छ, फोटो पनि खिचिरहेको छ यहाँ। के हो यहाँ यस्तो छ, यहाँ शिवजीको लिङ्ग बनाएको छ यहाँ चाहिँ हेर्न सक्नुहुन्छ। यस्तो छ, फोटो पनि खिचिरहेको छ। यस्तो छ, म चाहिँ हेर्छु। अब यहाँ फुटा चाहिँ अब के हुन्छ भनेपछि यहाँ अगाडि चाहिँ आरती हुन्छ। अब चाहिँ आरतीको लागि मान्छेहरू बसिरहेको छ यहाँ सक्नुहुन्छ तपाईँहरू। आरतीको लागि मान्छेहरू बसिरहेको छ यहाँ चाहिँ। त्यो चाहिँ मान्छे जलाउनुको लागि गाइस गरिरहेको छ। यहाँ हेर्न सक्नुहुन्छ आरतीको लागि मान्छे बसिरहेको हुनुहुन्छ आरती हेर्नको लागि। अब एकछिनमा आरती स्टार्ट हुन्छ, त्यही भएर आरतीको लागि चाहिँ मान्छे बसिरहेको छ यहाँ। यस्तो छ, यता देख्न सक्नुहुन्छ। यता चाहिँ यो मान्छे जलाउने ठाउँ हो, यहाँ हेर्न सक्नुहुन्छ। यस्तो छ गाइस, यता चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरू। ल गाइस आजलाई चाहिँ यति नै। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनुभएकोमा धेरै धेरै धन्यवाद। अब अर्को नेक्स्ट भ्लग चाहिँ म कुन ठाउँ गएर बनाऊँ गाइस कमेन्ट गर्नु होला, म त्यही अनुसारले बनाउँछु होइन। अब चाहिँ आजलाई चाहिँ यति नै।